Namaste, मेरो नाम चाहिँ आशुतोष बारा हो and I'm a filmmaker and a director, mostly based on हाम्रो like नेवा कल्चरहरुमा चाहिँ वर्क गर्दैछु भनौं। नेवा कल्चर रिलेटेड चाहिँ मोर फिल्म्सहरु अनि म्युजिक भिडियोजहरु चाहिँ बनाउँदैछु। I'm a co-founder of Jasa Films. So हाम्रो मचिन्द्रनाथ जात्रा चाहिँ 1600 वर्ष अगाडिदेखि सुरु भएको जात्रा हो। Why it's important भन्दा पनि यो हाम्रो जात्रा चाहिँ मोरली हाम्रो आइडेन्टिटीसँग कनेक्ट छ। यही कुराहरुले नै हामीलाई चिनाउँछ विश्वभरि। सो आफ्नो आइडेन्टिटी प्रिजर्भ गर्नलाई नै लाइक हाम्रो जात्राहरु चाहिँ इम्पोर्टेन्ट छ अनि मेनली चाहिँ फर मी बिङ अ बारै लाइक मेरो लागि चाहिँ बुन्देलको जात्रा चाहिँ इज भेरी इम्पोर्टेन्ट भनौं। आफ्नो आइडेन्टिटी आफ्नो कल्चर प्रिजर्भ गर्नलाई चाहिँ रथ कसरी कन्स्ट्रक्ट हुन्छ भन्ने कुरा चाहिँ अब 1600 वर्ष अगाडिदेखि नै बन्दै आएको रथको नक्सा हेर्दै बनाउँदै आएको र अझै पनि आई गेस लाइक इन्जिनियर्सहरु चाहिँ रिसर्च गर्दै हुनुहुन्छ कि यो रथ कसरी बनाउने लाइक यो कसरी चाहिँ स्ट्रक्चर भएको छ भनेर चाहिँ त्यो मिस्ट्री चाहिँ अझै पनि छ। कसले बनाउँछ भन्ने कुरामा चाहिँ मेनी डिफरेन्ट कम्युनिटिज आर इन्भल्भ लाइक च्यारिट बनाउनुमा। ट्रेनिङ्सहरु दिएर हुन्छ नि हाम्रो रिसेन्टली पनि हाम्रो बारे कम्युनिटीमा चाहिँ युथहरुलाई चाहिँ इन्भल्भ गरेर चाहिँ एउटा ट्रेनिङ सेसन भएको थियो, वर्कसप भएको थियो जुनमा चाहिँ अलमोस्ट 1.5 month जति चाहिँ हरेक फ्यामिलीको युथ मेम्बर्सहरुलाई चाहिँ बोलाएर चाहिँ अंकलहरुले हुन्छ नि हाम्रो ड्याडहरुले चाहिँ सिकाउनु भयो यसरी कन्स्ट्रक्ट गर्ने हो, यो काठहरु यसरी काट्नु पर्छ, यसरी पल पार्नु पर्छ भनेर सिकाउनु भयो। र आई गेस मेनली चाहिँ यसरी नै रथ बनाउने दिनहरुमा चाहिँ युथहरुलाई चाहिँ अब उनीहरुको डेफिनेटली कलेज हुन्छ, स्कुल हुन्छ अनि मेबी काम हुन्छ, त्यो कामहरुमा स्कुलबाट चाहिँ बिदा लिएर पनि इन्भल्भ गराएर चाहिँ बाइ गिभिङ देम एक्सपिरियन्स हामीले चाहिँ पास डाउन गर्न सक्छौं लाइक नेक्स्ट जेनेरेसन्सहरु। So I don't think त्यस्तो मोडर्न वाइज चाहिँ हामीले केही चेन्जेसहरु गरेछौं बिकज 1600 वर्ष अगाडिदेखि जसरी हाम्रो पुर्खाहरुले बनाउँदै आएको हो त्यसरी नै बनाउँदै गइरहेछौं विदाउट एनी सेफ्टी। अनि मान्छेहरु कतिले भन्नुहुन्छ लाइक सेफ्टी युज गरौँ तर व्हाइल बिल्डिङ द च्यारिट त्यो सेफ्टी युज गर्ने ठाउँ नै हुन्न क्या। इभन लाइक यागामा राख्ने बेला चाहिँ सेफ्टी युज गरेर राखे हुँदैन भन्छ तर इट्स गोना बी भेरी हार्ड फर अस लाइक सेफ्टी युज गरेर त्यो काठ राख्नलाई चाहिँ। सो बेसिकली चाहिँ पहिलादेखि जसरी काम गर्दै आइरहेको थियो हाम्रो पुर्खाहरु हामीले पनि त्यसरी नै काम गर्दै आएछौं र इन फ्युचर पनि आई गेस नेक्स्ट जेनेरेसनले चाहिँ त्यसरी नै काम गर्दै जानेछ। डेफिनेटली आफ्नो सेफ्टीको कुराहरु त एक ठाउँमा छँदैछ लाइक त्यसको लागि चाहिँ हाम्रो गुठी संस्थानहरुले चाहिँ इन्स्योरेन्सको कुराहरु हेरिराख्नु भएको छ तर पहिला हाम्रो पुर्खाहरुले जसरी काम गर्नुभयो त्यसरी नै काम गर्दैछ हामी चाहिँ। So first of all I feel really blessed हुन्छ नि लाइक I get to do हाम्रो रातो मचिन्द्रनाथको च्यारिट बनाउन पाउँछ भनेर चाहिँ त्यो चाहिँ सबभन्दा ठुलो खुसी लाग्छ र I feel very grateful कि अरु कति मान्छेहरु एक्साइटेड छ कि लाइक हामीले पनि बनाउन पाउँछ हामीले बनाउन पाउँदैन भनेर तर वी लाइक स्पेसिफिकली बारेहरुले चाहिँ यसरी काम गर्न पाउँदाखेरि चाहिँ एकदम प्राउड फिल हुन्छ अनि यो काम सकिँदाखेरि चाहिँ एकदम एक्साइटेड हुन्छ बिकज मेरो लागि चाहिँ सबभन्दा फेभरेट जात्रा भनेकै बुङ्गदेवको जात्रा हो अनि त्यो सेलिब्रेट गर्न पाउँदाखेरि चाहिँ I get very excited। नेक्स्ट जेनेरेसनको लागि चाहिँ यो कुरा चाहिँ नेक्स्ट जेनेरेसनकैबाट चाहिँ सुन्न चाहन्छु। बाबा आउँदा हेलो मेरो नाम रुसान बाराई हो। हाम्रो जात्रा इम्पोर्टेन्ट छ नेक्स्ट जेनेरेसनको लागि जोगाउनको लागि मनाइराख्नु पर्छ र मलाई लाग्छ कि यो जात्रा अर्को कन्ट्रीहरु त त्यसमा हुँदैन त्यही भएर मलाई हाम्रो एउटा स्पेसिफिक हाम्रो एउटा युनिक आइडेन्टिटी हो अनि त्यो आइडेन्टिटी सेभ गर्नलाई चाहिँ डेफिनेटली यो जात्रा चाहिँ इम्पोर्टेन्ट छ। त्यतिला थ्यांक यू। सो बाबुले भने जस्तै लाइक यो हाम्रो जात्रा हाम्रो कल्चर चाहिँ हाम्रो एउटा आइडेन्टिटी हो। इफ यो जात्रा कल्चर इफ भएन भने इन फ्युचरले चाहिँ हुन्छ हामी युथहरुले फलो गरेन र पछि यो हराउँदै गयो भने चाहिँ आई गेस हाम्रो आइडेन्टिटी पनि त्यसरी नै लुज हुँदै जान्छ। द्याट्स वाइ यो जात्राहरुको इम्पोर्टेन्स चाहिँ आफ्नो आइडेन्टिटी बचाउनलाई नै छ। लाइक व्हाट आई वान्ट टु से टु युथ इज प्लिज आफ्नो हुन्छ नि जुन कल्चर छ जात्रा छ त्यसलाई चाहिँ नबिर्सिकन चाहिँ फलो गरिदिनु बिकज यही कुरा चाहिँ हामीले पछि नेक्स्ट जेनेरेसनलाई पनि पास अन गर्दै जानुपर्छ र त्यसरी नै हाम्रो कम्युनिटीको हाम्रो लाइक इन्डिभिजुअलिटीको चाहिँ आइडेन्टिटी चाहिँ त्यसरी नै प्रिजर्भ गर्दै लानुपर्छ। एन्ड आई वान्ट टु से थ्यांक यू टु द बस टिम फर कभरिङ हाम्रो यो जात्राको एलिमेन्ट्सहरु। अनि सबैजना आइदिनु होला यो जात्रा मनाउन। इट्स गोना बी भेरी फन अनि होप टु सी यु गाइज एट द जात्रा है त। बाइ।